हत्केलामा याम भएको पनि भदिनु न गुरुजी भन्नुभएको छ। जो व्यक्तिको यस्तो दाहिने हत्केलामा याम छ पूर्ण आकारको अथवा यस्तो देब्रे हत्केलामा चाहिँ याम छ पूर्ण आकारको भने यस्ता व्यक्तिहरू असाध्यै धनी, असाध्यै पराक्रमी, असाध्यै शक्तिशाली र विशेष गरेर यस्ता व्यक्तिलाई नपुग्दो केही पनि हुँदैन। जताबाट पनि प्राप्ततालाई बढोत्तरीदेखि लिएर हरेक कुराहरू चाहिँ यस्ता व्यक्तिले गर्ने गर्दछन्। अनि यस्ता व्यक्तिहरू अरूको अगाडि झट्टपट झुक्ने खालका पनि हुँदैनन्। त्यसैले जो व्यक्तिको हत्केलामा याम छ यस्ता व्यक्तिहरूलाई मटेरियलिस्टिक लाइफस्टाइल, स्पिरिचुअल लाइफस्टाइलदेखि लिएर हरेक कुराहरू चाहिँ यस्ता व्यक्तिले प्राप्त हुन्छ। अध्यात्ममा पनि विशेष जोडतोडले लाग्दै पर्छन् यस्ता व्यक्तिहरू भने एउटा भौतिक पाइला पनि चालिरहेका हुन्छन्। अनि जो व्यक्तिको विशेष गरेर याम हत्केलामा पूर्ण आकारको बनेको छ दाहिने देब्रे होइन, यस्ता व्यक्तिहरू चाहिँ आर्थिक हिसाबले, समृद्धिका हिसाबले, प्राप्तताका हिसाबलेदेखि लिएर हरेक हिसाब किताबले चाहिँ धेरै नै अगाडि र अग्रसर हुन्छन्। त्यसैले हत्केलामा याम हुनु भनेको याम मात्रै होइन, वरदान साबित पनि हुनु हो। त्यसैले जो व्यक्तिको हत्केलामा याम छ यस्ता व्यक्तिहरू आँटी हुन्छन्, जोसिला हुन्छन्, साहसी हुन्छन्, पराक्रमी हुन्छन्, व्यापार गर्छन्, व्यवसाय गर्छन्, अरूलाई जागिर पनि दिन्छन्। यस्ता व्यक्ति आफूले जागिर खाने काम चाहिँ खासै गर्दैनन्, मालिक हुन्छन्, चेकमा सिग्नेचर गरे पुग्छ, घुम्ने कुर्सीमा बस्छन् है। सानोमा चाहिँ यस्ता व्यक्तिले आफ्नो करियर डेभलप गर्नको लागि 25-27 वर्षसम्म चाहिँ अलिकति बढी मेहनत र एक्स्ट्रा एफोर्ट चाहिँ लगाउनु परिरहेको हुन्छ। त्यसपछि हिजो म के थिएँ, कस्तो थिएँ भनेर विगतलाई हेरिरहनु पर्ने र फर्केर हेर्नुपर्ने स्थिति चाहिँ यस्ता व्यक्तिहरूको जीवनमा खासै हुँदैन। त्यसैले जो व्यक्तिको हत्केलामा दाहिने होस् अथवा देब्रे हत्केलामा होस् याम पूर्ण आकार बनेको छ भने यस्ता व्यक्तिहरू असाध्यै भाग्यमानी हुन्, शौखिन हुन्, शौक पनि पुरा गर्छन्, बोलेको वचन पुरा गर्नेदेखि लिएर हरेक व्यक्तिहरू यस्ता व्यक्तिहरू हुन् है। त्यसैले अनि यस्ता व्यक्तिहरूसँग मित्रता गाँसेको, कारोबार गरेको राम्रो हुन्छ भने शत्रुता गाँच्नु चाहिँ आफ्नै लागि चाहिँ अस्तित्व मेटाउने अस्त्रबन्ध छ। त्यसैले यो कुराहरू ध्यान दिने, अगाडि बढ्ने। जो व्यक्तिको हत्केलामा पूर्ण याम बनेको छ उहाँले यो भिडियोलाई ट्विट गर्ने र उहाँसँग यो भिडियो पनि सेयर गरिदिनु भने कति राम्रो केही सोध्नु छ कमेन्ट गर्दै गर्नु होला है त।